हेलो एन्ड नमस्ते मेरो प्यारा भाइ बहिनीहरू। आज म तिमीहरूलाई चाहिँ क्लास 11 को एउटा टपिक इलास्टिसिटी पढाउन आएको छु र यो इलास्टिसिटीको तिमीलाई बेसिक कन्सेप्ट सँगै त्यसको एमसिक्यूहरू पनि गराउनेछु। र यो क्लास 11 को टपिक भए पनि तिम्रो क्लास 9 मा थोरै इलास्टिक बडीको बारेमा इन्क्लुड भएको कारणले चाहिँ यसको क्वेसनहरू आउने गर्दछ। र मेरो लास्ट इयर सेन्ट जेभियर्सको इक्जाममा पनि दुईवटा चाहिँ एमसिक्यू आएको थियो। मेरो साथीको पनि लाइक बिहानको सिफ्ट थियो, त्यसमा पनि दुईवटा क्वेसन आएको थियो। सो लाइक इम्पोर्टेन्ट च्याप्टर नै हो भनौँ है। सो तिमीलाई म आज चाहिँ यसको चाहिँ हुक्स लबाट सुरु गर्छु, त्यसपछि स्ट्रेस भनेको के हो पढाउँछु, त्यसपछि स्ट्रेन भनेको के हो भनेर तिमीलाई म हल्का भन्छु, र इलास्टिसिटी भनेको के हो, प्लास्टिसिटी भनेको के हो, र इलास्टिक लिमिट भनेको के हो, र लास्टमा तिमीलाई म एमसिक्यू पक्कै पनि गराउनेछु। सो अब केही ढिलो नगरेर म यो क्लास सुरु गर्न चाहेँ। सुरुमा चाहिँ हुक्स ल थियो, तिमीलाई सुरुमै पढाउँदा हल्का गाह्रो हुनसक्यो, त्यसैले म तिमीलाई चाहिँ स्ट्रेस र स्ट्रेन भनेको के हो त्यसबाट चाहिँ म सुरु गर्न चाहन्छु। सो स्ट्रेस भनेको के हो भन्दाखेरि, जस्तै मान तिमीसँग एउटा स्प्रिङ छ अरे है, यस्तो 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 कोइल्ड भएको एउटा स्प्रिङ छ अरे। अब तिमीले यसमा एक्सटर्नल फोर्स लगायौ अथवा डिफर्मिङ फोर्स लगायौ अनि यस्तो गरेर हल्का तन्कियो है। यसमा के हुन्छ भन्दाखेरि तिम्रो डिफर्मिङ फोर्स चाहिँ नि त आउटवर्ड लागिरहेको छ है। डिफर्मिङ फोर्स चाहिँ यस्तै आउटवर्ड लागिरहेको छ है। हो, अब यो डिफर्मिङ फोर्स आउटवर्ड लाग्दाखेरि कुनै पनि बडीले आफ्नो ओरिजिनल कन्फिगरेसन छ नि त्यो रिगेन गर्नलाई ट्राई गर्छ क्या। त्यसैले चाहिँ यसको आउटवर्ड फोर्सको अपोजिङमा चाहिँ एउटा रिस्टोरिङ फोर्स भन्ने हुन्छ, त्यो चाहिँ लागिरहेको हुन्छ क्या। हो, त्यसलाई नै हामी के भन्छ, स्ट्रेस भन्छौँ। रिस्टोरिङ फोर्स पर युनिट एरिया अफ द बडी इज कल्ड एज स्ट्रेस। अथवा त्यसपछि ए नै। त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि कुनै पनि बडीमा हामीले जति डिफर्मिङ फोर्स लगाउँछ नि त त्यति नै रिस्टोरिङ फोर्स पनि जेनेरेट भइरहेको हुन्छ क्या। अब किनभने भन्दाखेरि अब तिम्रो रिस्टोरिङ फोर्स धेरै डेभलप भइदियो भने तिम्रो बडी खुम्चिन सक्छ। इफ कम भयो भने त्यो आफ्नो ओरिजिनल कन्फिगरेसनमा आउन सक्दैन। त्यसैले चाहिँ तिम्रो डिफर्मिङ फोर्स जति लगाउँछ त्यति नै तिम्रो रिस्टोरिङ फोर्स पनि डेभलप भइरहेको हुन्छ। सो म्याथमेटिकली चाहिँ तिमीले स्ट्रेसलाई यो टर्ममा चाहिँ एक्सप्लेन गर्न सक्छौ। डिफर्मिङ फोर्स स्ट्रेस भनेको रेसियो अफ रिस्टोरिङ फोर्स अथवा डिफर्मिङ फोर्स अपन एरिया अफ द बडी भइहाल्छ है। अनि त्यसपछि हाम्रो फोर्सको युनिट के हो भन्दाखेरि एफ हो कि, फोर्सको सिम्बल एफ भइहाल्यो, त्यसपछि एरियाको सिम्बल ए भइहाल्यो है। सो एफ बाई ए भइहाल्यो। अनि त्यसपछि के हुन्छ भन्दाखेरि एफको युनिट भनेको न्युटन भयो कि नै, अनि यो एरियाको युनिट भनेको मिटर भइहाल्यो है, अनि मिटर पर स्क्वायर भइहाल्यो है। यसैमा चाहिँ यो हुने भइहाल्यो। अनि तिम्रो सिजिएसमा चाहिँ डायन पर स्क्वायर सेन्टिमिटर हुने भयो सिजिएसमा चाहिँ है, किनभने न्युटनको सिजिएसमा डायन हुन्छ र मिटरको चाहिँ सेन्टिमिटर हुन्छ। अनि यसको डाइमेन्सनल फर्मुला भनेको तिम्रो याम एलको पावर -1 टीको पावर -2। अब यो कसरी आयो भन्दाखेरि तिम्रो एफ भनेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसको चाहिँ याम एल टीको पावर -2 हुन्छ है। अनि तिम्रो के भन्छ भन्दाखेरि एरिया भनेको चाहिँ तिम्रो एलको पावर 2 हुन्छ कि। अनि दुईवटा डिभाइड गर्यो र सिम्पली आफ्नो म्याथमेटिक्स गऱ्यो भने चाहिँ तिम्रो ठ्याक्कै यसमा -1 हानेर आएको हुन्छ र एमएलको पावर -1 टीको पावर -2 चाहिँ हुन जान्छ है। यतिसम्म तिमीले बुझ्यौ जस्तो लाग्छ मलाई स्ट्रेसको कुरा। अब स्ट्रेस भइसकेपछि तिम्रो स्ट्रेनको कुरा हुन्छ क्या। अब के हुन्छ भन्दाखेरि अब तिमीले कहिले पनि डिफर्मिङ फोर्स लगाएको छौ एउटा बडीमा भने सो कन्फिगरेसन चेन्ज हुन्छ हो कि नै। कसरी हुन्छ भन्दाखेरि यो चाहिँ यसको इनिसियल कन्फिगरेसन भयो एउटा स्प्रिङको मानव है। डिफर्मिङ फोर्स आउँदाखेरि अर्को कन्फिगरेसन चेन्ज भयो, जस्तो ठुलो भयो कि नै। हो, यसलाई चाहिँ के भन्छ हामीले, यो बडीमा स्ट्रेन आएको भन्छौँ र यसलाई नै हामीले स्ट्रेन भन्छौँ क्या। अनि यसलाई तिमीले डेफिनेसन भन्नुपर्दा रेसियो अफ चेन्ज इन कन्फिगरेसन टु द ओरिजिनल कन्फिगरेसन पनि भन्न सकिन्छ। त्यो भनेको के हो भन्दाखेरि चेन्ज इन कन्फिगरेसन भयो ओरिजिनल कन्फिगरेसन भइहाल्यो है। अनि अनि चेन्ज इन कन्फिगरेसन भनेको चाहिँ तिम्रो डेल्टा एल हुने भयो, डेल्टा एल भनेको चाहिँ L2 - L1 हुने भइहाल्यो। त्यसपछि L1 नै हुने भइहाल्यो कि नै। किनभने अब यसको युनिट प्लेस हुन्छ, यो क्वान्टिटी स्ट्रेन भनेको चाहिँ तिम्रो युनिट प्लेस हुन्छ। किनभने भन्दाखेरि तिम्रो चेन्ज इन कन्फिगरेसनको युनिट पनि मिटर नै हुन्छ अनि इनिसियलको पनि मिटर नै हुन्छ है। सो त्यसले मिटर कटेर तिम्रो युनिट प्लेस नै बनिदिइहाल्छ। सो त्यसैले स्ट्रेन भनेको चाहिँ तिम्रो युनिट प्लेस क्वान्टिटी हो है। अब तिमीले स्ट्रेन र स्ट्रेसको बारेमा बुझ्यौ। अब यति बुझ्यौ तिमीले के हो भन्दाखेरि इलास्टिक बडीको बारेमा बुझ्नुपर्ने हुन्छ। यो चाहिँ तिम्रो एकदम इम्पोर्टेन्ट, तिम्रो आजको क्लासको मेन इम्पोर्टेन्ट कुरा भनेको नै यही हो।
यो बुझ्यौ भने तिमीले च्याप्टरबाट अर्कै बुझ्नु पर्दैन अहिलेको लागि, किनभने तिम्रो कोर्समा पनि चाहिने यति नै थियो। अनि इलास्टिक बडी भनेको एक्ज्याक्टली के हो भन्दाखेरि, अब जस्तै मानौँ तिमीसँग एउटा बडी छ, त्यही स्प्रिङको इक्जाम्पल लिउँ न, तिमीलाई सजिलो हुन्छ। स्प्रिङ छ हो कि नै, यस्तै तन्कायो तिमीले हो कि नै, यस्तो तन्काउँदाखेरि यस्तो 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 हुन्छ हो कि नै, तिम्रो डिफर्मिङ फोर्स लगाएको छ, यो जस्तो कि आउटवर्ड लगाएको छ है। अनि तिमीले यसमा डिफर्मिङ फोर्स लगाउँदाखेरि तिमीले डिफर्मिङ फोर्स हटायो अरे हो कि नै, हटाएपछि यो बडी फेरि आफ्नो ओरिजिन कन्फिगरेसनमा आउँछ भने त्यसलाई भन्छ इलास्टिक बडी। इफ अ बडी रिगेन्स इज ओरिजिन कन्फिगरेसन अन अ रिमुभल अफ डिफर्मिङ फोर्स देन द बडी इज कल्ड इज इलास्टिक बडी। बुझ्यौ नि, यो भनेको बेसिकली तिम्रो जस्तो बडी त्यस्तै नै हुनु परोस् के, डिफर्मिङ फोर्स हटाइसकेपछि। अनि एउटा इलास्टिक बडी कुन धेरै इलास्टिक छ कुन कम इलास्टिक छ भनेर तिमीले बुझ्नलाई यो पोइन्ट चाहिँ तिमीले एकदम याद गर्न सक्छौ कि के हुन्छ भन्दाखेरि, तिम्रो एउटा रबर छ अरे है, तिमीले रबरको बडीमा 10 न्युटनको फोर्स लगायौ र सेम 10 न्युटन तिमीले चाहिँ एउटा स्टिलको बडी छ नि, स्टिलको बडीमा पनि तिमीले 10 न्युटनको फोर्स लगायो अरे है। दुइटैमा तिमीले 10 न्युटनको फोर्स लगायो हो कि नै, कुन बडी धेरै स्ट्रेच हुन्छ? 10 न्युटन लगाउँदाखेरि तिम्रो रबरको बडी छ नि त यस्तोबाट यस्तो भइहाल्छ है, तर तिम्रो स्टिलको बडी यस्तोबाट यस्तो मात्रै, यति मात्रै चेन्ज हुन्छ होइन, मानौँ अहिलेको बेला मानौँ यति मात्रै तिम्रो चेन्ज इन कन्फिगरेसन हुन्छ है। तर तिम्रो रबरको बडी यहाँबाट यत्रो धेरै स्ट्रेच भइरहेको छ क्या, यसमा रबरको बडीमा तिम्रो धेरै स्ट्रेच भइरहेको छ नि। कुनै पनि दुईवटा बडीलाई तिमीले कम्पेयर गर्नु छ भने कसको धेरै इलास्टिक प्रोपर्टी अथवा कुन धेरै इलास्टिक बडी हो भनेपछि दुईवटा बडीमा सेम फोर्स लगाऊ, जो चाहिँ धेरै स्ट्रेच हुन्छ नि त्यो चाहिँ तिम्रो कम इलास्टिक हुन्छ, अनि जो कम स्ट्रेच हुन्छ नि त सेम एमाउन्ट अफ फोर्स लाउँदाखेरि त्यो चाहिँ मोर इलास्टिक हुन्छ बडी। ल यहाँ पनि लेखेको छु मैले, लेस स्ट्रेच अर चेन्ज इन कन्फिगरेसन अन अप्लाइङ डिफर्मिङ फोर्स इक्वल्स टु मोर इलास्टिक अर मोर स्ट्रेच अर द चेन्ज इन द कन्फिगरेसन अन द लेस इलास्टिक बडी। इलास्टिक बडीको बारेमा पक्कै पनि बुझ्यो होला मलाई लाग्छ। र यसपछि हाम्रो सानो एउटा कुरा छ इलास्टिसिटी र प्लास्टिसिटीको बारेमा है। इलास्टिसिटी भनेको के हो त? भर्खरै मैले भने नि त, एउटा बडी तिमीले तन्कायो रे, अनि तन्काइसकेपछि त्यो आफ्नो ओरिजिन कन्फिगरेसनमा आउँछ भने त्यसलाई के भनिन्छ? इलास्टिक बडी भनिन्छ। त्यो इलास्टिक बडी कसरी हुन्छ? यो इलास्टिसिटीको प्रोपर्टी भएपछि बल्ल त्यो बडी इज सेड टु बी इलास्टिक बडी। यहाँ पनि लेखेको छु, द प्रोपर्टी अफ अ बडी by virtue of which it tends to regain his original shape and size when the deforming force is removed। तिम्रो डिफर्मिङ फोर्स आयो भने अनि आफ्नो ओरिजिनल कन्फिगरेसनमा ऊ आउँछ भने त्यो प्रोपर्टीलाई तिमीले इलास्टिसिटीको प्रोपर्टी भन्न मिल्छ। अब इलास्टिसिटीको प्रोपर्टी कसले देखाउँछ भन्दाखेरि, अब स्टिलले देखाउने भयो, तिम्रो वुडले देखाउने भयो, तिम्रो जति स्ट्रेच गर्यो त्यो आफ्नो ओरिजिनल कन्फिगरेसनमा आइहाल्छ हो कि नै। सो त्यो भनेको तिम्रो इलास्टिसिटीको प्रोपर्टी भइहाल्यो। अब तिम्रो अर्को पोइन्ट छ के भन्दाखेरि प्लास्टिसिटी। अब इलास्टिसिटी भनेको आफ्नो नर्मल कन्फिगरेसनमा आउने हो कि नै डिफर्मिङ फोर्स हटाएपछि। तर प्लास्टिसिटी भनेको के हुन्छ भन्दाखेरि, अब कुनै एउटा बडी छ है, त्यो बडीलाई तिमीले डिफर्मिङ फोर्स हटायो त्यहाँबाट, त्यो हटाउँदा समेत त्यो बडीबाट आफ्नो डिफर्मिङ फोर्स हटाउँदा समेत त्यो बडी आफ्नो ओरिजिनल कन्फिगरेसनमा आउँदैन भने त्यो बडी इज सेड टु बी प्लास्टिक बडी अथवा त्यो प्लास्टिसिटीको प्रोपर्टी सो गरेको भनिन्छ क्या। अब प्लास्टिसिटीको कसले प्रोपर्टी सो गर्छ अथवा कुन पर्फेक्टली प्लास्टिक हुनसक्छ भन्दाखेरि, तिम्रो एउटा हुन्छ नि के भन्छ भन्दाखेरि प्याराफिन वाक्स त्योहरू चाहिँ हुन्छ। त्यसपछि मोइस्ट क्लेहरू चाहिँ तिम्रो नियर टु पर्फेक्टली प्लास्टिक हुन्छ कि उनीहरूले आफ्नो ओरिजिनल कन्फिगरेसन चाहिँ गेन गर्दैन। इलास्टिसिटी र प्लास्टिसिटीको बारेमा भइहाल्यो। अब तिम्रो इलास्टिक लिमिटको बारेमा बुझिहाल्यो ल। अब इलास्टिक लिमिट भनेको के हो भन्दाखेरि, अब तिम्रो एउटा इक्जाम्पल लिउँ है भइहाल्छ। तिमीलाई मानौँ तिमी मान्छे एकदम टोलरेट गर्न सक्छौ, कुनै पनि कुरालाई टोलरेट गर्न सक्छौ है। कोही मान्छे आएर तिम्रो अगाडि कराछ हो कि नै, त्यो मान्छे यति लिमिटसम्म करायो भने तिमी रिस कन्ट्रोल गर्छौ, योभन्दा धेरै करायो भने त्यो मान्छे तिमी आफ्नो रिस कन्ट्रोल गर्न सक्छौ, त्यसलाई तिमी पिटिहाल्छौ कि नै। हो यो पोइन्ट छ नि, यो पोइन्टलाई नै तिमी इलास्टिक लिमिट पनि भन्न सक्छौ कि, किनभने कुनै पनि कुरा तिमी स्ट्रेच गऱ्यौ अनि ठ्याक्कै यो इलास्टिक पोइन्टसम्म छ कि नै, इलास्टिक लिमिटसम्म छ कि नै। इलास्टिक लिमिटसम्म तिमी स्ट्रेच गऱ्यौ, यति लगाउनु जति फोर्स लगायौ, स्ट्रेच गऱ्यौ, ठिक छ। अनि त्यसपछि छोडिदेऊ, तिमीले डिफर्मिङ फोर्स लगाएनौ भने है त्यो बडी आफ्नो ओरिजिनल कन्फिगरेसनमा यहाँसम्म पुग्छ के। तर तिमीले इलास्टिक लिमिटभन्दा धेरै माथिको अझै फोर्स लगायौ भने त्यो बडी चाहिँ आफ्नो के हुन्छ, डिफर्म भइहाल्छ, आफ्नो ओरिजिनल कन्फिगरेसनमा जाँदैन।
र त्यसले आफ्नो नयाँ कन्फिगरेसन पाउँछ, लाइक धेरै हुन्छ अथवा कम हुन्छ, कस्तो खालको लाइक तिमीले स्ट्रेस लगाएको छौ अथवा स्ट्रेन कस्तो भएको छ त्यसको अनुसार हुन्छ है। सो बेसिकली तिम्रो इलास्टिक लिमिट भनेको चाहिँ द अप्पर लिमिट अफ डिफर्मिङ फोर्स अप टु विच इफ द डिफर्मिङ फोर्स इज रिमूभ द बडी रिगेन्स इट्स ओरिजिनल फर्म कम्प्लिटली एन्ड बियोन्ड विच इफ इन्क्रिज द बडी लुजेस इट्स प्रोपर्टी अफ इलास्टिसिटी एन्ड गेट्स डिफर्म पर्मानेन्टली। यो पनि भइहाल्यो। अब तिमीलाई म हुक्स लको बारेमा पढाउँछु लास्ट, त्यसपछि चाहिँ तिमीलाई म आफ्नो एमसिक्यू चाहिँ गराउँछु आजको। ल छिटो सकिहालौँ, तिमीलाई पनि लेट भइरहेको होला। सो हुक्स ल भनेको चाहिँ तिमीलाई यो रोबोट हुक भन्नेले चाहिँ तिमीलाई हुक्स ल लाइक प्रोभाइड गरेको हो, त्यसैले हुक्स त्यही भएर भनिएको यसलाई। हुक्सले चाहिँ के गर्दै थियो भन्दाखेरि एक जमानामा मेटालिक स्प्रिङ र मेटालिक वायरहरूको अनि अरू डिफ्रेन्ट अब्जेक्टहरूको चाहिँ इलास्टिक बिहेभियरहरू हेर्दै थियो कि। अनि उसले हेर्दाखेरि के एउटा कुरा के पत्ता लगायो भन्दाखेरि उसले एउटा के कुरा पत्ता लगायो भन्दाखेरि अब के हुन्छ भन्दाखेरि तिम्रो हुन्छ नि थोरै एउटा बडीमा थोरै डिफर्मेसन आउँछ नि त, लाइक धेरै डिफर्मेसन होइन, थोरै। इफ फर द रिलेटिभ स्मल डिफर्मेसन अफ एन अब्जेक्ट द साइज अफ द डिफर्मेसन इज डिरेक्टली प्रोपोर्सनल टु द डिफर्मिङ फोर्स, हो कि नि। सो यसले बेसिकली के भन्न खोजेको भन्दाखेरि तिमीले थोरै डिफर्मेसन फोर्स लगायो हो कि एउटा उसमा एउटा बडीमा किन त्यो डिफर्मेसन फोर्स छ नि डिरेक्टली प्रोपोर्सनल हुन्छ कि त्यसको कति डिफर्मेसन आएको छ त्यो बडीमा भनेर। जस्तै मतलब तिमीले यो बडीमा एउटा अगेन एउटा स्प्रिङ छ हो कि नै, स्प्रिङ छ, यस्तो 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 स्प्रिङ छ, थोरै डिफर्मेसन लगायो हो कि नै, अब थोरै डिफर्मेसन लगाएको छ है। अनि डिफर्मेसन थोरै लगाउँछ, कति डिफर्मेसन यहाँ आएको छ भनेर तिमीले पत्ता लगाउँछौ भने तिमी जति डिफर्मेसन फोर्स लगाउँछौ त्यति नै डिफर्मेसन यहाँ पनि लाइक के हुन्छ भन्दाखेरि लाइक आएको हुन्छ क्या। बुझ्यो होला। अथवा तिमीले डिफर्मिङ फोर्सको रूपमा पनि तिमीले यसलाई एक्सप्लेन गर्न सक्छौ, अथवा रिस्टोरिङ फोर्सको रूपमा पनि तिमीले यसलाई एक्सप्लेन गर्न सक्छौ। अब रिस्टोरिङ फोर्सको रूपमा कसरी भन्दाखेरि अब कुनै पनि बडीमा लाइक रिस्टोरिङ फोर्स कति लाग्छ भन्ने कुरो कसरी थाहा लगाउने भन्दाखेरि तिमी जति एक्सटेन्सन प्रड्युस भएको हुन्छ नि त त्यति नै तिम्रो रिस्टोरिङ फोर्स लाग्छ क्या। र एक्सटेन्सन प्रड्युस कसरी हुन्छ, डिफर्मिङ फोर्स लागेर। डिफर्मिङ फोर्स जहिले पनि बाहिरतिर हुन्छ, त्यसपछि रिस्टोरिङ फोर्स भित्रतिर हुन्छ। सो जति डिफर्मिङ फोर्स लाग्छ त्यति रिस्टोरिङ फोर्स लाग्छ, जति एक्सटेन्सन हुन्छ त्यति नै हाम्रो रिस्टोरिङ फोर्स लाग्छ। रिस्टोरिङ फोर्स एक्टिङ अन अ बडी इज डाइरेक्टली प्रोपोर्सनल टु एक्सटेन्सन प्रड्युस विथिन द इलास्टिक लिमिट हो। इलास्टिक लिमिट चाहिँ नभुल्नु पऱ्यो है। इलास्टिक लिमिट भन्दा उता गयो त त्यो बडी त डिफर्म भइहाल्छ जहिलेको पर्मानेन्टली। सो त्यही कुरालाई हामीले एफ इज डिरेक्टली प्रोपोर्सनल टु एक्स लेख्नु पऱ्यो, अनि एफ इज इक्वल्स टु माइनस के एक्स लेख्नु पऱ्यो है। माइनस के एक्स तिमीले लेख्यौ भने अनि के को भ्याल्यु चाहिँ स्प्रिङ कन्सटेन्ट अथवा फोर्स कन्सटेन्ट भनेर भनिन्छ, र एक्स भनेको तिम्रो एक्सटेन्सन प्रड्युस अथवा स्ट्रेन पनि भनिन्छ, अनि एफ भनेको तिम्रो रिस्टोरिङ फोर्स हुन्छ। अब तिमीले सोच्यौ होला दाइले यहाँ किन माइनस लेखेको छ भनेर। माइनस किन लेखिएको भन्दाखेरि तिम्रो डिफर्मिङ फोर्स छ नि त, अथवा एक्सटेन्सन जहिले पनि आउटवार्ड नै प्रड्युस हुन्छ कि नै, तिम्रो रिस्टोरिङ फोर्स यसको ठ्याक्कै अपोजिटली आउनु लाग्छ कि नि हो। यो अपोजिट लाग्ने कारणले गर्दा तिमीले यसमा चाहिँ हामीले यहाँ माइनसको साइन चाहिँ लेखिएको है। हुक्स ल भनेको यति नै थियो। तिमीले पछि क्लास 11 यसको बारेमा धेरै एप्लिकेसनहरू बुझ्छौ र तिमीलाई फाइदा पनि हुन्छ पछि। यति नै थियो, बुझ्यो होला है। अब चाहिँ एमसिक्यूतिर जाऊँ है। सो एमसिक्यू जानुभन्दा अगाडि म तिमीलाई के भन्न सक्छु, यो एमसिक्यूहरू एक्ज्याक्ट सेम एमसिक्यू आएको थियो लास्ट इयर, मलाई याद छ। सेम त्यही भएर मैले लिएर आएको छु। र फर्स्ट क्वेसन चाहिँ के छ भन्दाखेरि अमङ द गिभन बडिज विच वान इज द मोस्ट इलास्टिक। अब यहाँ चाहिँ द आउनु पर्ने थियो, सर होइन सर, केही भएन, ग्रामर के हुँदैन यहाँ। सो अमङ द गिभन बडिज विच वान इज द मोस्ट इलास्टिक छ भने अब कुन बडीमा इलास्टिक। अब तिमीले के सोच्छौ होला भन्दाखेरि हाम्रो डेली लाइफमा हाम्रो रबरहरूको धेरै इलास्टिक हुन्छ, हाम्रो लाइक कपडाहरूमा हुने इलास्टिकको धेरै इलास्टिक छ सोध्छ मलाई, जो धेरै त्यो धेरै इलास्टिक सोध्छ मलाई। अनि तिमीले टिक लगाउँछौ अनि तिमीको ठ्याक्क 1 मार्क्स टक्क काटिहाल्छ, अनि तिम्रो 1 मार्क्स कम भयो, तिमी आफ्नो कम्पिटिसनभन्दा पछाडि गइहाल्छौ। त्यसैले जहिले पनि यस्तो इलास्टिसिटीको क्वेसनहरू आयो भने सोच्नु, अघि मैले तिमीलाई के सिकाएँ, सेम इक्वल एमाउन्ट अफ फोर्स लाउँदाखेरि को कम स्ट्रेस हुन्छ त्यो नै धेरै इलास्टिक हुन्छ भन्यो कि नि। सो तिम्रो स्टिल चाहिँ के हुने भयो, सबैभन्दा धेरै इलास्टिक हुने भयो यतातिर, बुझ्यौ। किनभने यसमा लाइक इन कम्पेरिजन टु अल अफ दिस 3 मटेरियल्स तिमीले यसमा त्यतिको फोर्स लगायो भने त्यो कम स्ट्रेस हुन्छ हो। त्यसैले चाहिँ यो स्टिल चाहिँ तिम्रो यहाँ
मोस्ट इलास्टिक भयो। अब तिमीहरूले सोचिरहेको छ यो दाइले के भनेको, यस्तो स्ट्रेसको टर्ममा मात्रै, यसको हल्का फिजिक्सको वेमा पनि भन्दै मजा आउँथ्यो। अब तिमीलाई फिजिक्सको टर्ममा भनेको यो क्वेसनले आई मिन यो भिडियो धेरै लामो भइहाल्छ। तिमीलाई चाहिँ यो यङ्स मोडुलसको टर्म्समा अनि त्यस्तै टर्म्सहरूमा चाहिँ तिमीले पछि क्लास 11मा आएर बुझ्छौ। तर अहिलेको लागि चाहिँ त्यही तिम्रो एमसिक्यूको ध्यान दिनुपर्ने। त्यसैले एमसिक्यूमा चाहिँ यो चाहिँ हुन्छ है, एमसिक्यूमा चाहिँ ठ्याक्कै तिमीले के त्यही स्ट्रेसवालाको हल्का सोचेर चाहिँ गर। स्टिल हुन्छ फर्स्टमा, त्यसपछि सेकेन्डमा चाहिँ वुड हुन्छ, त्यसपछि थर्डमा चाहिँ हाम्रो रबर हुन्छ है। सेकेन्डमा वुड, त्यसपछि थर्डमा चाहिँ हाम्रो रबर र फोर्थमा चाहिँ हाम्रो लास्टमा चाहिँ हाम्रो प्याराफिन वाक्स हुन्छ है। नेक्स्ट क्वेसनमा गइहालौँ छिटो। अमङ द गिभन बडिज विच वान हेज द हाइएस्ट इलास्टिक लिमिट। अब कुनै पनि बडी धेरै इलास्टिक छ भने त्यसको इलास्टिक लिमिट पनि धेरै होला नि त। अब त्यसको इलास्टिक लिमिट नै कम भइदियो भने त स्ट्रेस चाहिँ धेरै हुँदैन। अब स्ट्रेस धेरै भइदिएन भने त्यो बडीको इलास्टिसिटीको प्रपर्टी कम हुन्छ, त्यो बडी इलास्टिक कम हुने भइहाल्यो हो। त्यसैले चाहिँ यसमा पनि तिमी के लगाउनु पऱ्यो भन्दाखेरि हेर्ने बित्तिकै स्टिल भनेर लगाउनु पऱ्यो है। लास्ट क्वेसन छ के छ भन्दाखेरि वाइ स्टिल इज युज इन स्प्रिङ इन्स्टेड अफ कपर। अब स्टिलमा लाइक स्प्रिङमा स्टिल चाहिँ किन युज हुन्छ अरे। अब तिमीले बेसिकली यही कन्सेप्ट लगाएर तिमीले क्वेसन गर्नु पऱ्यो। अब कपर मोर इलास्टिक भएर होला त, होइन होला नि। स्टिल चाहिँ धेरै इलास्टिक भएर हो, होइन खै होइन होला कि स्टिल धेरै भएर होला। मलाई चाहिँ लाग्छ क्वेसन नम्बर बी, एन्सर नम्बर बी होला। किनभने तिम्रो स्टिलको धेरै इलास्टिक प्रोपर्टी हुन्छ है। त्यो इलास्टिक प्रोपर्टी धेरै हुँदाखेरि तिमीले स्प्रिङलाई जति पनि तन्काउन सक्छौ कि त्यो तन्काउँदाखेरि के हुन्छ भन्दाखेरि तिमीले धेरैभन्दा धेरै स्ट्रेच गर्न मिल्छ। अन्त स्ट्रेच तिमीलाई गर्दा तिमीलाई फाइदा हुन्छ। एट द इन्ड अफ द डे तिमी स्प्रिङहरू चाहिँ स्ट्रेच गर्नलाई चाहिने हो। त्यसले चाहिँ तिमीले स्टिलको जुन धेरै इलास्टिक छ त्यो नै हामीले युज गर्नुपर्छ हो कि नि। सो स्टिल चाहिँ मोर इलास्टिक भएको कारणले गर्दा हामी स्प्रिङ युज गर्छौँ। हो भाइ बहिनीहरू, आजको लागि यति नै थियो सबै कुराहरू। केही बुझेनौ भने कमेन्ट सेक्सन तिमीहरूको लागि खुला नै छ र नेक्स्ट भिडियोमा फेरि पनि भेट्ने नै छौँ हामी। र त्यसपछि केही प्रब्लम भए कमेन्ट सेक्सन खाली नै छ, अनि कमेन्ट सेक्सन लगायत अब हाम्रो डिस्कर्ड सर्भर पनि छँदैछ, त्यहाँ नै आउँदै गर्नु होला। यति नै थियो, राम्रोसँग पढ्नु। पिस आउट गाइज, ह्याभ फन एन्ड बेस्ट विसेस टु यु अल। थ्याङ्क यू।